गाइस वेलकम बैक फेरि पनि आइसकेपछि फेरि न्यू भिडियो लिएर सो आज चाहिँ हामी जाँदैछु मोनेस्ट्री यता गुम्बाको हाम्रो यता फेमस छ निकै चलेको छ तपाईँहरूलाई देखाउन चाहन्छु म अनि यतिको चाहिँ छ घरबाट निक्लिसकेको छु यो चाहिँ मेरो घर हो म चाहिँ निक्लेको साथी छ 3 जना एउटा चाहिँ मिलामोडमै छ 2 जना चाहिँ बाइकमा आउँदैछ उता सो एउटा मिलामोडमा सो गाइस केटाहरू पनि आइपुगेछ हो केटाहरू पनि आइपुगेछ म त्यही जाउँ भनेर त्यतै आइपुगेछ निकै यो चाहिँ गुरुङको सेट त कुन चाहिँ बाइक मनपर्छ हौ केटाहरूलाई केटिएम भर्सेस रेलिङ चाहिँ काम त गर्नै पर्छ केटो काम गर्नु गरी भए छाड छैन सो गाइस हामी चाहिँ निक्लिँदै अरे त्यताबाट गयो यता गाल्टा छ ऊ यस्तो बाटो बनाएको रहेछ नि यहाँ चाहिँ यो तोरीबारीको पुल हेर्नु होला यतिको बनाएको रहेछ नि मुले पुल नभए त पुल धेरै नि यस पिकनिक पनि चल्दो रहेछ यता पिकनिक स्पोटहरू निकै छ निकै खुल्छ यो बङ्गाल सफारी भएर सालोगडाको रोड पुग्नु सक्छ यता दामी छ तर भित्रबाट गएको पार्किङ गर्छु कस्तो हो भन्दै हेरो देख्यो ठिकै छ हामी चाहिँ पसेको मोनेस्ट्री हराउँछ होला हौ मैले सिटिस छ त अझ अलिक भिड कम्ती छ ए के भन्दैछ हामी चाहिँ पुगिसकेको छौँ मोनेस्ट्री अनि भित्रमा देखाउने भन्छु बस्न त हुने कस्तो छ भित्रको पनि हो गार्डनहरू यत्तिको सफा राखिदिइरहेको छ हो बसेपछि साथीहरूले पनि भिडियो बनाउँछ सो यत्तिको सफा क्लियर हुन्छ गाइस हामी चाहिँ भित्र पसेको मान्छेहरू फोटोसोटो पनि लिँदैछ अनि सबैजना फोटोसोटो सटहरू सो पसेको हामी चाहिँ औला आइहाल्छु किन तँ जाँदैन आइज भनेको थिएँ अब होइन यो चाहिँ तामाङ हो एउटा भित्रको गाइस यस्तै छ थाहा छैन एकदम शान्ति छ यस खेलेको उयो चाहिँ हो गुम्बाको पछाडिको चाहिँ सो घाम लागिरहेछ सनसेट भइरहेछ इभिनिङको बेलामा अब यतिको शान्ति छ
कुरा के भन्न छ भने गाइस यति दामी छ कि यहाँ आएपछि निक्लिनु मन लाग्दैन। यति दामी छ, यति हेर्ने जग्गा दामी दामी छ, यति शान्ति छ के भन्नु। हेर्दा पनि कति शान्ति छ। जुन बिहानदेखि काम दाम गर्दा गर्दा यताउति ज्याङ 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 सुनेर कहिले कहिले यस्तो मनस्थितितिर पनि आउनुपर्छ हो, निकै शान्ति हुन्छ। हामीले पनि शान्ति, मनको शान्ति। जग्गा यति दामी छ कि तपाईँलाई के भन्नु। यतिको शान्ति, लुक माथि पनि यतिको यस्तो बनाइदिएको छ भने कति चाहिँ दामी छ न। हामी चाहिँ निक्लेको, जग्गा चाहिँ दामी छ तर टाइम छैन कि। न त यति दामी जग्गा छ कि बस्ने मन लागिहाल्छ। तपाईँहरू आउनु छ भने छिटै आएर निकै टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। सबैजना आउनु सक्नुहुन्छ। के अरे सो यहाँ पनि सामानहरू चाहिँ बेच्ने रहेछ। हामी निक्लियौँ यहाँबाट। बाइकहरू चाहिँ यहाँ छ, टोटोहरू पनि सबैजना छ। टोटोतिर पनि आउँदा हुन्छ। सो बाइक निक्लाम। केटा चाहिँ एकदम रेडी भइरहेछ। चिया चिया खाँदै थ्याङ्क यू फर वाचिङ गाइस। यति नै छ भिडियो चाहिँ होइन, लास्ट कति कलेर भइसक्यो। सो हामी चाहिँ यति चिया खाएर लास्ट एन्डिङ थियो। फलो गर्न गाइस सबैतिर।